आजको दिन लास्ट बोरिङ थियो अनि सो केटाहरूसँग भेट्दिउँ न त भनेर आएको। केटाहरूमा झन् जोस सागर भन्ने कुरै छैन। के रहेछ भनेको त बिचराहरूमा फ्युल नै पो कम भएको रहेछ, त्यही भएर यस्तो नुन खाएको बिराल चाहिँ झुक्राएर बसेकै रहेछन्। ल त्यस भए चल्दिउँ न त खानेकुरा खान भनेर हामीहरू चाहिँ जङ्गिदिइहाल्यौँ होइन। अनि यस्तो खाने पर्ने कुराहरूमा फेरि केटाहरू डेन्जर जङ्गी हुन् के, चल्दी भनेपछि चल्दी हो कि फेरि। अनि हामीहरू चाहिँ एउटा भियतनामिज खाजा घर चपस्टिक खाजा घरमा टक्क आइपुग्यौँ। बाहिरबाट हेर्दाखेरि चाहिँ बब्बाल खानेकुराहरू पाइला जस्तो छ, त्यही भएर हामीहरू चाहिँ अब यहीँ खाँदिन्छौँ। ढिला नगरी हामीहरूले ब्याड अर्डरहरू पनि हालिदिइहाल्यौँ। हामीले अर्डर हान्दा चाहिँ खाजाको नामहरू केही थाहा छैन, त्यही भएर चित्रहरू हेर्ने जुन हेर्दाखेरि मिठो जस्तो लाग्छ त्यसैले अर्डर हालिदिइहाल्ने हो फेरि। ढिला नगरी लेट्स डाइभ इन गाइज भनेर हामीहरू चाहिँ ज्याम खाइदिन लागिहाल्यौँ। सबै कुराहरू चाहिँ एकदमै मिठो थियो, बब्बाल लाग्यो मलाई चाहिँ। म यो रेस्टुरेन्टलाई 10 मा 9 स्टार दिन चाहन्छु र हामीहरूले चाहिँ सब कुराहरू च्याटचुट पारिदिइहाल्यौँ। भाँडा माझे चाहिँ बनाइदिएको छैन, उनीहरूले माझ्नै पर्छ। अनि खाएको है पेट फुलेर ल अटस र मटसले फेरि तनाव। खाना चाहिँ मिठो पनि रहेछ र सस्तो पनि रहेछ। जम्मा $48 को बिल आएको छ। सस्तो राम्रो भरपर्दो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।